pronoun पुरुषवाचक सर्वनाम I, we, you, he, she, it and they are called personal pronoun. I, we, you, he, she, it र देलाई पर्सनल प्रनाउन भन्दछन्। यहाँ पर्सनल प्रनाउन को अर्थ हुन्छ रिलेटेड टु पर्सन। पर्सन तीन किसिमको हुन्छ हैन। आई वी फर्स्ट पर्सन प्रथम पुरुष, यू सेकेन्ड पर्सन द्वितीय पुरुष, ही सी इट एन्ड दे राम थर्ड पर्सन हैन। आई वी यू छाडेर जति हुन्छ बाँकी सबै के त थर्ड पर्सन। पर्सन थिङ्स र प्लेसको सट्टामा प्रयोग हुने प्रनाउनलाई पर्सनल प्रनाउन भनिन्छ। प्रनाउनको रूप केस वाइजमा बदलिन्छ। ल टेबल हेर्ने नोमिनेटिभ केस यसलाई सब्जेक्टिभ केस पनि भन्छ, अब्जेक्टिभ केस हैन, पोसेसिभ केस, पोसेसिभ एडजेक्टिभ, पोसेसिभ प्रोनाउन। जस्तै आई सब्जेक्टिभ केस, मी अब्जेक्टिभ केस, माई पोसेसिभ एडजेक्टिभ, माइन पोसेसिभ प्रोनाउन। अब यसमा हेर्ने हामी यो सबैलाई सब्जेक्टको रूपमा प्रयोग गर्न सक्छौँ हैन। योलाई पनि सब्जेक्टको रूपमा प्रयोग गर्न सक्छौँ र यो पोसेसिभ प्रोनाउनलाई पनि सब्जेक्ट र अब्जेक्टको रूपमा प्रयोग गर्न सक्छौँ। नाउन के त सब्जेक्ट र अब्जेक्टको ठाउँमा प्रयोग हुन्छ। सब्जेक्ट प्लस भर्ब प्लस के त अब्जेक्ट। हामी यो प्रनाउनलाई हैन यो नोमिनेटिभ केसलाई पनि सब्जेक्टको ठाउँमा प्रयोग गर्न सक्छौँ हैन, र यो पोसेसिभ प्रनाउनलाई पनि सब्जेक्टको ठाउँमा प्रयोग गर्न सक्छौँ। र योलाई पोसेसिभ एडजेक्टिभलाई सब्जेक्टको ठाउँमा प्रयोग गर्दाखेरि यसपछि यो पोसेसिभ एडजेक्टिभ पछि के आउँछ नाउन आउँछ। 100% के त यसपछि नाउन आउँछ। नाउन राखेर मात्रै हामी के त यसलाई सब्जेक्ट र अब्जेक्टको ठाउँमा प्रयोग गर्न सक्छौँ। ल हेर्ने वी यस आवर्स, यु योर योर्स, he him his she her its they them theirs। अब हेर्ने यो पोसेसिभ एडजेक्टिभमा हिज र पोसेसिभ प्रोनाउनमा हिज दुईटैमा सेम छ। त्यसै गरेर अब्जेक्टिभ केसमा पनि हर र पोसेसिभ एडजेक्टिभमा हर पनि के त सेम बराबर छ। वाचक सर्वनाम यो पर्सनल प्रनाउन विभिन्न केसमा चेन्ज हुने गर्छ। नोमिनेटिभ केस है यसलाई सब्जेक्टिभ केस पनि भन्छ हैन। पोसेसिभ केसमा हैन पोसेसिभ एडजेक्टिभ पोसेसिभ प्रनाउन हुन्छ। हामी यो नोमिनेटिभ केस सब्जेक्टिभ केसलाई सोझै के त सब्जेक्टको रूपमा हामी प्रयोग गर्न सक्छौँ। नाउन र प्रनाउन सब्जेक्ट र अब्जेक्टको ठाउँमा प्रयोग हुन्छ हैन, र पोसेसिभ अब्जेक्टिभलाई पनि हामी सब्जेक्टको ठाउँमा प्रयोग गर्न सक्छौँ। तर के पोसेसिभ अब्जेक्टिभ पछि के हुन्छ नाउन आउँछ हैन। नाउन अनुसार सब्जेक्ट सिंगुलर वा प्लुरल हुन्छ र पोसेसिभ प्रनाउन पनि सब्जेक्टको रूपमा आउन सक्छ। पोसेसिभ प्रनाउन पछि नाउन प्रनाउन के भन्छ नाउन आउँदैन। प्रनाउन संज्ञाको सट्टामा प्रयोग हुन्छ हैन। प्रनाउन पछि नाउन आउँदैन। ल हेर्ने कसरी प्रयोग गर्ने र यसलाई कसरी नेपालीमा अर्थ लगाउने। इङ्ग्लिस पढ्नुको अर्थ के त इङ्ग्लिस पढेको कुरा नेपालीमा त्यसको अर्थ जान्नु पर्यो हैन, र सब्जेक्ट भर्ब अब्जेक्टमा यो नाउन प्रनाउनलाई कसरी प्रयोग गर्ने त्यो कुरा जान्नु पर्यो। त्यो जानेपछि मात्रै के त इङ्ग्लिस राम्रोसँग लेख्न बोल्न सकिन्छ। ल हेर्ने नोमिनेटिभ केस सब्जेक्टिभ केस हैन। सब्जेक्ट प्लस भर्ब प्लस अब्जेक्टको रूपमा हामी के त यसलाई प्रयोग गर्न सक्छौँ। जस्तै ही गेभ मी अ बुक, उसले मलाई किताब दियो हैन। दे आर प्लेइङ उनीहरू खेलिरहेका छन्, सब्जेक्ट छ हैन। दे आर प्लेइङ उनीहरू खेलिरहेका छन्। ही इज राम ऊ राम हो हैन। इट इज एन अन्ट यो के त कमिलो छ। यु आर अ डक्टर तिमी डाक्टर छौ। आई एम ए स्टुडेन्ट हैन। जसै पनि इङ्ग्लिसमा अर्थ लगाउँदा पहिला सब्जेक्ट भन्ने त्यसपछि उल्टो गरे। जस्तै दे आर प्लेइङ हैन उनीहरू खेलिरहेका छन् जसरी अर्थ लगाउने हैन। ही इज राम ऊ हैन ऊ राम हो हैन। उल्टो यताबाट अर्थ लगाउने पहिला सब्जेक्ट भन्छ। इट इज एन एन्ट हैन यो कमिलो हो। यु आर अ टिचर यु आर अ डक्टर हैन तिमी डक्टर
छौँ। पोसेसिभ एक्जेक्टिभलाई पनि हामी के त सब्जेक्टको रूपमा प्रयोग गर्न सक्छौँ, तर त्यसको पछि के हुन्छ पोसेसिभ एक्जेक्टिभ प्लस नाउन प्लस भर्ब प्लस अब्जेक्ट हुन्छ। यो पोसेसिभ एडजेक्टिभ पछि 100% के त 100% के त नाउनको प्रयोग हुन्छ हैन। नाउनको प्रयोग भएपछि मात्रै यो सब्जेक्ट रूपमा प्रयोग हुन्छ। जस्तै माई फादर इज अ टिचर, माई के हो त यो पोसेसिभ एडजेक्टिभ, फादर नाउन। अब हैन पोसेसिभ माई फादर इज अ टिचर, मेरो बुवा के त शिक्षक हुनुहुन्छ हैन। देयर डग इज ब्ल्याक हैन, उनीहरूको कुकुर कालो छ। अब हेर्न देयरलाई हामी देयर त प्लुरल हुन्छ र यसको पोसेसिभ एडजेक्टिभमा देयर छ, यो अनुसार हैन, यो अनुसार यो भर्ब सिंगुलर प्लुरल हुँदैन। के अनुसार हुन्छ? यो नाउन अनुसार हुन्छ नि। डग सिंगुलर छ भने भर्ब पनि के भयो सिंगुलर इज ब्ल्याक। जस्तै देयर डग्स आर ब्ल्याक हैन। देयर डग्स नाउन हो, यो नाउन के छ प्लुरल छ, त्यसकारण यहाँ भर्ब के भयो प्लुरल। यो देयर यो एक्जेक्टिभको कुनै यो अनुसार हैन भर्ब सिंगुलर प्लुरल हुँदैन, यो कुरा बुझ्ने। आई एम योर हेल्पर, म तिम्रो सहयोगी हुँ। दिस इज माई पेन, यो मेरो कलम हो। दिज आर हिज काउज, यी उसका गाईहरू छन्। माई फ्रेन्ड वाज योर फ्रेन्ड, मेरो साथी तिम्रो साथी थियो। योर हाउस इज अ लार्ज, तिम्रो घर हैन ठुलो छ। प्रनाउन, यो पोसेसिभ प्रनाउनलाई हामी सब्जेक्ट र अब्जेक्टको ठाउँमा प्रयोग गर्न सक्छौँ। अब हैन पोसेसिभ प्रनाउन प्लस भर्ब प्लस अब्जेक्ट। अब हैन माइन इज व्हाइट, मेरा सेतो छ। हर्स इज ब्लू, उसकी ब्लू छ। देयर्स इज रेड, उनीहरूका रातो छ। हिज इज ब्ल्याक, उसको कालो छ। दिस पेन इज माइन, यो कलम मेरो हो। दिस पेन्स आर माइन, यी कलमहरू मेरा छन्। दिस इज आवर्स, यो हाम्रो छ। द क्याट इज योर्स, यो बिरालो तिम्रो छ। अब हेर्न यो माइन के हो त सब्जेक्ट, हर्स पनि सब्जेक्ट, दियर्स पनि के त सब्जेक्ट, हिज पनि सब्जेक्ट, दिस पेन इज पनि के त सब्जेक्ट, दिस पेन्स आर पनि सब्जेक्ट, दिस सब्जेक्ट हैन। द क्याट सब्जेक्ट, र यो अब्जेक्ट रूपमा पनि प्रयोग गर्छु। माइन के हो त अब्जेक्ट, आवर्स पनि अब्जेक्ट, योर्स पनि अब्जेक्ट। यसरी हामी पोसेसिभ प्रनाउनलाई पनि सब्जेक्ट र अब्जेक्टको रूपमा प्रयोग गर्न सक्छौँ। एक्जेक्टिभ प्लस नाउन प्लस भर्ब प्लस अब्जेक्ट, यसलाई सब्जेक्टको रूपमा प्रयोग गर्दा हैन यो यसको के त पोसेसिभको मतलब के हुन्छ अधिकार, र पोसेसिभ प्रनाउन प्लस भर्ब प्लस अब्जेक्टको प्रयोग गर्दा दुवैको अर्थ के हुन्छ सामान्य एउटै हुन्छ। ल हेर्न जस्तै माई पेन इज रेड, मेरो कलम रातो छ। माई पेन इज रेड, मेरो कलम रातो छ। योर्स इज ब्ल्याक, तिम्रो कालो छ। यसको अर्थ के भयो तिम्रो पेन के त कालो छ, यसमा योर्समा के त पेन लुकेको छ। जस्तै हिज बुक्स आर व्हाइट हैन, उसका किताबहरू सेता छन्। हर्स आर ब्लू, उसका हैन ब्लू नीलो छन्। अब यसमा के त यो बुक्स हर्समा के लुकेको छ बुक्स लुकेको छ। माई फादर इज अ टिचर, दियर्स इज अ डक्टर, मेरो बुबा शिक्षक हुनुहुन्छ, उनीहरूको डक्टर हैन। अब हेर्न नोट, पोसेसिभ प्रनाउनमा नाउन लुकेको हुन्छ, किनकि पोसेसिभ प्रनाउनले कुनै वस्तु व्यक्तिमाथि अधिकारको सम्बन्ध जनाउँछ। कसैमाथि अधिकार छ भने पोसेसिभ भनेको के त पोसेसन भनेको अधिकार, कुनै व्यक्ति वस्तुमाथि अधिकार यो शब्दले जनाउँदछ। प्रनाउनको प्रयोग नाउनको सट्टामा हुन्छ, त्यसैले नाउनको पछि कुनै नाउनको प्रयोग हुँदैन। जब प्रनाउनको पछि नाउनको प्रयोग हुन्छ तब त्यो प्रनाउन एक्जेक्टिभमा परिवर्तन भइहाल्छ, किनकि यस्तो स्थितिमा आफू पछि आउने नाउनको क्वालिफाई गर्दछ। जस्तै दिस बुक इज माइन, यो किताब मेरो हो। अब हेर दिस पछि के आएको छ बुक, त्यसकारण दिस यहाँ के भइहाल्यो एडजेक्टिभ। अब यो सेन्टेन्समा हेर्ने दिस इज माई बुक हैन, यो दिस पछि
नाउन छ छैन, त्यसकारण यो दिस के भयो, दिस प्रनाउन भयो। अब हेर्नु दिस इज हिज कार, यो उसको कार हो हैन। अब यो हिज पछि के आएको छ, कार नाउन, त्यसकारण यो हिज के भयो, एडजेक्टिभ। अब दिस कार इज हिज, यो कार उसको हो। अब हिज पछि नाउन छ छैन, त्यसकारण यो हिज के भयो, पोसेसिभ प्रनाउन। त्यसैले पर्सन रुल्स, फर्स्ट पर्सन आई वी, सेकेन्ड पर्सन यु, थर्ड पर्सन ही सी इट दे एन्ड राम बुक हैन। आई वी यु छाडेर जति छ सबै के त थर्ड पर्सन। अब सब्जेक्टको रूपमा एउटा सब्जेक्ट छ भने केही प्रब्लम छैन हैन, जे पनि हामी प्रयोग गर्न सक्छौँ। र एकभन्दा बढी सब्जेक्ट छ भने हामी यो नेमको प्रयोग गर्नुपर्छ हैन। पोजिटिभ वर्ड छ भने 2 3 1 हैन, पहिला सेकेन्ड पर्सन, त्यसपछि थर्ड पर्सन, त्यसपछि फर्स्ट पर्सन। नेगेटिभ वर्ड छ भने हैन, पहिला फर्स्ट पर्सन, त्यसपछि सेकेन्ड पर्सन, त्यसपछि थर्ड पर्सन। जब नेपालीमा भने जस्तो नि राम सीता तिमी हामी जहाँ हैन खेलिरहेका छौँ त्यस्तो हुँदैन। इङ्ग्लिसमा के त यो कुरालाई भन्नको लागि नेम हुन्छ। अनि पोजिटिभ वर्ड हैन, यसवाला काम छ भने के त 2 3 1 को फर्मुला प्रयोग गर्नुपर्छ हैन, यो अनुसार पर्सनको प्रयोग गर्नुपर्छ। र नेगेटिभ वर्ड छ भने हैन 1 2 3 अनुसार प्रयोग गर्नुपर्छ। ल हेर्ने पोजिटिभ वर्ड जस्तै यु सी राम एन्ड we are reading भन्छ, तिमी राम र हामीहरू खेलिरहेका छौँ हैन। अब यही क्रममा दुईवटा पोइन्ट छ भने यही क्रममा राख्दिनुपर्छ हैन। यु एन्ड आई आर रिडिङ, तिमी र म पढिरहेका छौँ। यु एन्ड दे आर रिडिङ भन्छ, तिमी र उनीहरू पढिरहेका छन्। नेगेटिभ वर्ड छ भने पर्सन 1 2 3 को क्रममा हुन्छ हैन, कुनै खराब काम गरेको छु भने हैन। अब हेर्नु जस्तै आई यु एन्ड दे विल फेल, म तिमी र उनीहरू फेल हुने छु हैन, असफल हुने छौ। आई एन्ड यु विल फेल, म र तिमी फेल हुने छौ। अब यही क्रममा हुन्छ हैन, एकभन्दा बढी भयो भने आई एन्ड ही विल फेल हैन, म र ऊ फेल हुने छ। अब दुईवटा भए पनि यही क्रममा हुन्छ, 3वटा बढी भए पनि यसै क्रममा हुन्छ हैन। यही क्रममा 4वटा 5वटा जति भए पनि थर्ड पर्सन भएपछि यहाँ दिन सकिन्छ।